पोखराको हावा राम्रो मेलम्चीको पानी पोखराको हावा राम्रो मेलम्चीको पानी मेरो दाइको माया बस्यो कटु तानी तानी हस्ता यति नै हो भाइ। हजुर तिमी के गीत गाएको भाइ मलाई मनै पर्नु भाइ त्यस्तो यसरी भिख मागेर कति पैसा कमाउँछ दिनमा? यार भिख माग्दिनँ नि म त। अनि यो भिख मागेर त नि भाइहरू चाहिँ खान नबरु काम गर नि भाइ। त्यो सारङ्गी रेटाउला यसरी भिख माग ल भाइ ला ला यार ला कति चाहियो तँलाई भन्नु ल मुजी त भिख मागेर ल बजारे ल। यस्तो सुन भाइ तिमी यत्रो बलि उमेर छ किन यसरी भिख माग्दै हिँड्छौ र? यो हाम्रो बाबुबाजेको पेसा हो नि। बाबुबाजेले गुखायो भने तिमी गुखा नि चुडा लिन्छु भाइ खालि भात चाहिन्छ मैले। हेलो गाइस नमस्ते म हो मिस्टर नेपाली भाइ। तपाईँहरूमा चाहिँ फेरि पनि अर्को भिडियो लिएर आइसकेको गाइस है। आजको भिडियो चाहिँ हामी हाम्रो सोल्टासँग भेटेको छौँ मैले गाइस होइन। हाम्रो सोल्टाले खतरा के भन्छ र यसले सारङ्गी भन्छ होला होइन। सारङ्गी खतरा बजाउनु हुने रहेछ। अनि मैले उहाँलाई के अरे यताउति गरेर टिकटक मार्फत यताउति गरेर मैले लिएर आएँ। उहाँले एउटा सानो इन्टरभ्यू लिउँ भनेर तपाईँको माझमा भिडियो लिएर आएको छु गाइस होइन। भिडियोलाई अन्तिमसँग हेरिदिनु होला है। ल हजुरको नाम के पर्यो होला? मेरो नाम राजु गन्धर्व। हजुरको हजुर घर कता हो नि? घर चाहिँ दाङ। अनि यता कता जाँदै हो? यता नागढुङ्गामा गएर के गर्ने नि? अब साथीहरू भेट्नु छ। अब यो भन्दा पनि तपाईँको पहिला गीत सुनौँ न है। तपाईँको के नाम रे? राजु। रागा राजु रागा गन्धर्व राजु गन्धर्व ए राजा के अरे? राजु गन्धर्व है। राजु गन्धर्व हो ठिक छ ल। अब तपाईँ एउटा गीत सुनौँ त कस्तो रहेछ? मरि गए माटैको सिरानी लाउली बहिनी यसलाई गरौँ न चिन्जानी खोटाङ जिल्ला दितेल बजार अलै सम्झनामा आउँछ हजार यो जसो लोक धनीले हाम्रो यो नेपाल केपीले नै गरेको छ जनताको बेहाल। केपीले नै गरेको छ जनताको बेहाल। रवि लामे छाने हिँड्छ नचाहिँ गफ ठोकी हामीलाई डर लाग्छ बेच्ने चिने हो कि यो सगरमाथा शिर हाम्रो बेचिन्छ होला। कुकुरको चाहिँ दुःख पाओस् नेताको यो छोला कुकुरको चाहिँ दुःख पाओस् नेताको यो छोला। ज्ञानेन्द्र चाहिँ बौलाई हिँड्छ राजा चाहियो भनी दुर्गा पसै झापामा के गरिरहेछ कति विकास भएको छ झापालीलाई थाहा छ। कुर्सी छोड्न मान्दैन ओली कुनै दिन त ठोक्नेछन् जेनजीले गोली। कुर्सी छोड्न मान्दैन ओली कुनै दिन त ठोक्नेछन् जेनजीले गोली। पोखराको हावा राम्रो मेलम्चीको पानी मेरो दाइको माया बस्यो कटु तानी तानी जितेर बजार अलै सम्झनामा आउँछ हजार बाटैतिर सुत्यो बाटा मिर्ने कुकुरले नि मुखैतिर मुत्यो बस्नेलाई टेबल बस्ने भात खाने खाली जतिले को गरे पनि कौवा फन्द खाली। हस्ता यति नै हो भाइ। हजुर तिमी के गीत गाएको भाइ मलाई मनै पर्नु भाइ। त्यस्तो तिमी यसरी भिख मागेर कति पैसा कमाउँछ दिनमा? यार भिख माग्दिनँ नि म त। अनि यो भिख मागेर त नि भाइहरू चाहिँ खान नबरु काम गर नि भाइ। त्यो सारङ्गी रेटाउला यसरी भिख माग ल भाइ ला ला यार ला कति चाहियो तँलाई भन्नु ल मुजी त यस्तो मुजी भिख माग। यस्तो सुन भाइ तिमी यत्रो बलि उमेर छ किन यसरी भिख माग्दै हिँड्छौ र? यो हाम्रो बाबुबाजेको पेसा हो। बाबुबाजेले गुखायो भने तिमी गुखा नि त्यस्तो म त तिमीलाई एकदम रिस उठ्यो भाइ। गीत त राम्रो छ होइन तर के हो भाइ तिमी यस्तै भिख मागेर नै हिँड न भाइ यार कस्तो लाग्छ कि। तिमी कति वर्ष भयो? म 20 वर्ष हो।
20 वर्ष यसरी अब त्यो भिक्न बरु कति पैसा चाहिन्छ भन म दिन्छु ल कति पैसा चाहिन्छ चाहिँदैन यसरी भिक्नमा बरु भातै खाएन खाएन मलाई भन बरु यस्तो भिख मागे काम नगर मान्छेले के भन्छ तिमीले भन त ल यसरी भिख नमाग न भाइ यार यस्तो गरेर चोरी गरेर किन हिँड्छौ बाबाको नाक किन काट्छौ भन त ल तिमी यसरी उमेर म हेरेर गाडी चलाइ हिँड्छु होइन यसरी भिडियो बनाएर हिँड्छु आफ्नो काम गर न भाइ यार यहाँ गरेर के भन्छ त्यो सारङ फिल्म हेरेको त्यसले पनि सारङ फिल्ममा त्यस्तै गर्थ्यो यार अलिकति जाउँदा पढेर अगाडि बढ्ने नि त भाइ त्यो भिख मागेर हुन्न कि भाइ बुझ्यो भाइ अब भिख माग्ने नमाग्ने होइन पैसा पनि चाहिँदैन यार भिडियो तिमी त म यस्तै भिक्षा म चाहिँ भिख माग्ने त भाइ यस्तो नगर के भाइ यार भाँचो दिउँ भाइ भाँचो दिनु यस्तो गर्ने भाइ यार ल एउटा खा म चाहिँ मोज गरेर होइन यस्तो भिख नमाग नि तिमीले ल बिहा गर्यो भने तिमीलाई बुढी छोडेर जान्छ कि भाइ हाम्रो बाबुबाजेको पेसा हो नि त दाइ त्यस्तो नि गर्ने मलाई त गीत त ठिकै छ भिख माग्ने काम नगर के भाइ पैसा दिन्छु नि भाइ यार कसले माग्यो क्या भिख यसरी सारेङ्गी रे टल अनि बसोसँग गह अनि फेरि ठाउँ ठाउँ गएर टेहा त्यसरी भनेको बाबुबाजेको पेसा हो क्या बाबुबाले गुहा नि आफ्नै गुहा नि हो त भाइ अलि नयाँ ख नि अहिले हेर नयाँ जे चल्नु पर्दैन त चलिराख्नु तिमी त पैसा चाहिने भन म दिन्छु यसरी काम बरु म काम गर्छु मेरो कम्पनी काम गर्छु दाइ यार के गर्नु भएको छ यार यस्तो भिडियो होइन तिमी होइन त यस्तै हो कि मेरो इन्टरभ्यू त्यस्तो भयो हो अरे यार दर्शकहरुलाई भन्नु न यार कसले मन पराउँछ बाबुबाजे कसैले नै मन पराएन भाइ गाडी कबाडी गीत छ नि भाइ तिम्रो यो कबाडी कसैले म ठोकिदिन्छ म यार मागेको छ कबाडी गीत गाउने ल यार मोज गर ल पैसा त मसँग छ नि ल के लैजाऊ यार तिमी मलाई पैसा चाहिदैन ठीक भयो ल यार पैसा छ के दाइ मसँग भिखारी गाइने यार पैसा छ गाइने यार मागेको छ भिखारी गाइने यार पैसा छ के दाइ मसँग भिखारी गाइने यार पैसा छ गाइने यार मागेको छ भिख मागिदिने है भाइ यार तिमी त त्यस्तो भिख नमाग न कसैले ल मन परायो सुन यो गीत कसैले मन पराउँछ भाइ मन पराउँछ ल मन एउटा पनि भ्यू आउँदैन यो मन पराओस् या नपराओस् मतलब छैन यो चाहिँ मेरो जिजु बाजेको पेसाले गर्दा पनि गरेको हो क्या भिख मागेको ल दर्शकहरुलाई सोध्नु भिख मागेको छोरालाई नि फेरि यस्तै गाइने लगाउँछ के नि भाइ तिमी त्यो फिल्म हेरेन म गरेपछि मेरो संस्कृति फिल्म हेरेन मेरो संस्कृति पनि जोगाइदिन्छ त काम गर्ने के भाइ त्यो 2-4 पैसा कमाएर कमाइलो गरेर बजाउनु त त्यस्तो हैन यो कला देखाउनु नि त ल यो त हैन यही कला दर्शकहरुलाई देखाउनु नि त त्यस्तो काम नगरे के भाइ भाइ सुन न यो पनि एउटा काम हो के कला हो सुन यसरी भिख माग्नु हुन्न के भाइ राम्रो काम गर यसरी गदर आर्कल पैसा 1-1 2 माहा त्यस्तो गर्ने हैन खुसीले दिएर पो लग्ने हामी जबरजस्ती गर्दैनौँ न त तिमी त्यस्तो जङ यो काम गर न भाइ मागेको तिमी छेत मलाई यस्तो भिख मागेर मलाई कस्तो लाग्यो भाइ कति पैसा चाहियो भन बरु म काम लगाइदिन्छु भाइ मलाई काम फाल्यो भाइ यार फाल्यो यार दुईटा होटल छ त यार चुडा दिम भाइ काठमाडौँमै दुईटा होटल छ चुडा दिम यार जिजु बाजेको पेसाले यस्तो नगर्नु नि चुडा दिन्छु नगर्नु यार हेलो चुडा दिन्छु भाइ नगर्नु यार खाली भात दिन्छु भाइ नगर्नु यार के हो यार यस्तो गर्ने त भाइ जिजु बाजेको पेसाले हिँडेको हो क्या दाइ ठिक छ अब तिमीले यस्तो कबाडी गीत गाइहाल्यो होइन त्यसको स्वरूपमा दर्शकहरुलाई सोध्नु न कति मन पराउँछ नि ल गाइदियो भिडियो मन पर्यो भने लाइक शेयर सब्स्क्राइब गरिदिनु गाइज होइन फाइनली मैले प्र्याङ्क गरेको माइन्ड नगर होइन मैले प्र्याङ्क गरेको होइन यसरी म क्षमा प्रार्थी छु यो भने पुर्खालेदेखि चलिआएको हो मैले भिखारी सिकाएर भने माइन्ड गरेन मैले प्र्याङ्क गरेको गाइज होइन दिस इज अ प्र्याङ्क मनमा नलिने होला तपाईँहरूले पनि गाइज होइन प्र्याङ्क गरेको फेरि यस्तो हेपी नभन्नु होला यो पुर्खादेखि चलिआएको परम्परा हो उहाँले नि होइन भिडियो धामेको हो मैले के ठोस गर्न खोजेको होइन साँच्चै प्र्याङ्क गरे प्र्याङ्क गरे है सरी ल सरी है ल मेरो तर्फबाट कस्तो डराएको थियो यार मेरो तर्फबाट यो ल यो चाहिँ मनैदेखि के फेरि यो भिख मागेको भन्ने होइन है मेरो पैसा चाहिँदैन मलाई अनि मेरो तर्फबाट के इनाम हो नि मेरो खुसीले दिएको नि है ठिक छ ल रिस छैन नि ठिक छ ल गुड है गुड ल त गाइस भिडियो कस्तो लाग्छ मन पर्यो लाइक शेयर गरिदिनु है मिस्टर नेपाली बाई है टिकटकमा मिस्टर नेपाली बाई छ हेर तिम्रो आउँछ भिडियो अनि युट्युबमा त मिस्टर नेपाली बाई छ टिकटकमा मिस्टर नेपाली बाई छ है ल गाइस भिडियो कस्तो लाग्यो यस्तो चाहिँ भिडियो हेर्न चाहनुहुन्छ भने टिकटकलाई फलो गर्नु होला र युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला गाइस है अनि जसले हाम्रो च्यानललाई सब्स्क्राइब गर्छ जसले हाम्रो टिकटक आइडीलाई फलो गर्छ
त्यसलाई मैले केही इनाम दिनेछु गाइज है। अहिलेलाई बाई।